साथीहरू जापानमा चाहिँ मरेको मान्छेको लासलाई चाहिँ यसरी राख्ने गरिन्छ। हेर्नुहोस् त कति मजाले सजाएर राखेको। यहाँ चाहिँ राति डराउन दिन्छ है साथीहरू, अवश्य नजानु होला। त्यो सब जापानमा चाहिँ अब के भन्छ, अब प्रार्थना गर्ने होइन, माग्ने भगवान्लाई अब माग्ने त्यो शैली चाहिँ त्यो डोरो तानेर ट्याङ ट्याङ घन्टी बजाएर चाहिँ माग्छ के होइन। म चाहिँ अब त्यहाँ गइनँ, त्यस नै बाहिरबाट रक्षा गरौँ हामी सबैको होइन। अब साथीहरू नमस्ते, फेरि पनि तपाईँहरूलाई मेरो युट्युब च्यानलमा, यो मेरो भ्लगमा तपाईँहरू सबैलाई नमस्कार अनि न्यानो माया। र साथीहरू आज मैले होइन तपाईँहरूलाई विशेष खालको यो नेचर भ्लग चाहिँ मैले ल्याउने कोसिस गर्दैछु। यो बहुत दामी दामी होइन ठाउँहरूमा परिवेशमा घुम्दै तपाईँहरूलाई म यस्तो दामी दामी ठाउँहरू जापानको होइन, यो मन्दिरहरू हेर्नुहोस् त, यो पृष्ठभूमिमा होइन देखिएको मन्दिरहरू देखाउँदै तपाईँहरूलाई मनोरञ्जन दिने कोसिस गर्दैछु। हेर्न सक्नुहुन्छ होइन तपाईँहरू यहाँ यो जापानको यो मन्दिर होइन बवाल छ। यहाँ तपाईँहरू घुम्न आउन सक्नुहुन्छ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, लाइक सब्सक्राइब अनि च्यानललाई माया गरिदिनु होला। साथीहरू म चाहिँ अहिले यो जापानको कोबे सिटीको कितानोजाका भन्ने एरियामा छु र यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू होइन विभिन्न खालको गाडीहरू। अनि हेर्नुहोस् त यहाँ यो इलामको झापामा चिया बगान जस्तो टक्क परेको बारीहरू। यो चाहिँ कोबेको सिन्कोबे स्टेसन हो। सिन्कोबे स्टेसनबाट यहाँ संसारको जापानको भनौँ न, जापानको सबै ठाउँमा चल्ने बुलेट ट्रेन भनौँ न, संसारको सबैभन्दा छिटो द्रुत गतिमा कुद्ने बुलेट ट्रेन यहाँबाट छुट्ने गर्छ। सिन्कोबे स्टेसन हो साथीहरू। यदि तपाईँहरू कोबेको आसपासमा बस्नुहुन्छ भने यतातिर घुम्न आउन सक्नुहुन्छ। यता दामी दामी ठाउँहरू छ होइन, हेर्न सक्नुहुन्छ यहाँको परिवेशहरू है। जापान भूकम्पले अति नै असर पार्ने देश हो, तैपनि यहाँ देख्न सक्नुहुन्छ यति ठुला ठुला गगनचुम्नी भवनहरू छन् होइन। यो चाहिँ एयाने क्राउन प्लाजा होटेल हो। यो चाहिँ विश्वभरिमा आइएचजीको मेम्बरसिप भएको सबैभन्दा ठुलो होटेल रेस्टुरेन्ट पनि पर्छ होइन। यो चाहिँ सिन्कोबे स्टेसनको ठ्याक्कै अगाडिपट्टि छ। यदि तपाईँहरू बस्न सक्नुहुन्छ भने यहाँ पनि एकदमै सस्तो रुमहरू छ। यो चाहिँ हो सिन्कोबे स्टेसनको 1 फ्लोर। यहाँबाट चाहिँ आरिमा ओन्सेन अनि त्यस्तै गरेर तोकुसिमा बासु अनि कौसकु जेआरु बासु नोरिबा भन्छ होइन, यहाँबाट लाग्ने गर्छ साथीहरू। यदि तपाईँहरू तोकुसिमा होइन अनि जेआरको अब हाइवे बसहरू चढ्ने हुनुहुन्छ भने यहाँबाट चढ्न सक्नुहुन्छ। म चाहिँ अहिले ठ्याक्कै यो सिन्कोबे स्टेसनको भित्रपट्टिबाट एक तलामा झरेर भित्रपट्टिबाट पसेर यो ठ्याक्कै यो जङ्गलको साइडमा म आएको छु कि देख्न सक्नुहुन्छ साथीहरू। यो जङ्गलको साइडबाट नै होइन हामीहरू चाहिँ यो नुनोबिकी फल्स भन्छ होइन, झरनाको यो दिशातिर जान सक्छौँ। यहाँ चाहिँ यदि कुनै पनि व्यक्तिहरू तपाईँहरू होइन ट्रेकिङ गर्न हाइकिङ गर्न चाहनुहुन्छ भने योबाट भित्र पसेर यो जङ्गलको साइडबाट हुँदै गयो भने माथि टपसम्म हाइकिङ गर्ने वातावरण छ, बाटोहरू छ होइन।
र म आज त्यही बाटो हुँदै तपाईँहरूलाई यहाँभित्रको वन जङ्गलको परिवेशहरू, यहाँको ठाउँहरू होइन, अनि यो कोवेमा देखिने जुन दृश्यहरू छ त्यो दृश्यहरू तपाईँहरूलाई मैले क्यामेरा मार्फत कैद गरेर तपाईँहरूलाई म देखाउने कोसिस गर्दैछु। र भिडियोलाई सकेसम्म अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस् अनि भिडियोलाई लाइक अनि सक्नुहुन्छ भने एक कमेन्ट पनि गरिदिनुहोस्। साथीहरू म चाहिँ अहिले यो के भन्छ जापानको यो बस्ने ठाउँ कुटीमा छु है। यहाँ ट्याक्क बस्ने ठाउँ बनाइदिए रहेछ, राम्रो छ होइन। बुढो बाजेले यहाँ चाहिँ सफा गर्दैछ हेर्नुहोस् है। ल है साथीहरू, यो जापानमा पनि पितृमानी चलन छ। यहाँ चट्ट पानी चढाएको छ हेर्नुहोस्। यो जङ्गलभित्र चाहिँ ट्याक्क घर छ होइन। अनि हो यतापट्टि साइडमा अहिले त्यहाँ फल्स छ क्या, झर्ना छ, देखाउँछु म तपाईँहरूलाई। म चाहिँ अहिले साथीहरू होइन हाइकिङमा छु क्या। यो सब यो हाइकिङ हो होइन। जापानको यो जङ्गल क्षेत्र एरियामा हाइकिङ गर्दैछु। साथीहरू यदि तपाईँहरू मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने मेरो भिडियोलाई लाइक, सब्सक्राइब अनि केही कमजोरी भए कमेन्ट पनि लेख्नु नबिर्सिनु होला होइन। म चाहिँ आज ट्याक्क ट्रेकिङ गर्न आएको, हाइकिङ गर्न आएको होइन, धेरै दिनपछि। बवाल छ होइन। मासतिर यो बँदेलहरू पनि पाइन्छ क्या, पाइयो भने देखाउँछु है। साह्रै उकालो छ साथीहरू। यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो ट्रेकिङ गर्ने मान्छेहरू, हाइकिङ गर्ने मान्छेहरू यति धेरै छ कि आमामामा भिड छ क्या। त्यही माथि है गोल्डेन विक परेको, गोल्डेन विकको यो माहौलमा यो घुम्ने मान्छेहरू बहुतै धेरै छ क्या। यो उकालोमा यो के भन्छ रुखको बार समाती भएको मान्छेहरू होइन ट्याक्क हाइकिङ गरिरहेको छ, देख्न सक्नुहुन्छ। अब यहाँको मेन भनेको अब यही हो होइन। यसलाई भन्छ नुनबिकी फल्स भन्छ। अब हुन त हामी नेपालीहरूलाई अब हाम्रो नेपालमा यति ठुल्ठुलो झरनाहरू छ होइन। यो सानो झरना त अब हामीलाई सामान्य लाग्छ,
तै पनि अब जापानिजहरूलाई भनौँ न, अब यिनीहरूलाई चाहिँ अब यो झरना चाहिँ बहुतै ठुलो लाग्छ है। त्यही भएर जे होस् राम्रो वन जङ्गलको बिचमा टक्क होइन ढुङ्गाको पाहाडमा यस्तो टक्क छहरा देख्दाखेरि सबैले रमाइलो लागिहाल्छ। त्यहीमाथि पनि अब ट्रेकिङ गर्ने अब यो बाटोमा ठ्याक्क पर्दाखेरि मान्छेहरू यसमा चाहिँ घुम्न आउँछन्। धेरै मनमोहित छ क्या, रमाइलो छ होइन, आनन्द मन घुमाउँछन्। त्यही भएर तपाईँहरू पनि यदि घुम्न आउनुहुन्छ भने आउन सक्नुहुन्छ। नुनोबिकी फल्स भन्छ होला होइन, यो सिन्कोबे स्टेसनको एक तलामा झरेर अब चाहिँ हामी यो झरनाको बाटो हुँदै उकालो उक्लिँदै होइन आयो भने यो माथिपट्टा चाहिँ ठ्याक्कै हामी यो कोबेको सिटी भ्यू हेर्ने टपमा आइपुग्छौँ क्या। यो टपमा चाहिँ यहाँ यस्तो दामी खालको होइन ठ्याक्क कोबेको अल सिटी देखिन्छ क्या यहाँबाट होइन। हेर्न सक्नुहुन्छ यो समुद्रमाथि तैरिरहेको यो कोबेको सहर र उतापट्टि देख्न सक्नुहुन्छ तपाईँहरू होइन यो विभिन्न खालको यो जुन डुङ्गाहरू पनि आइरहेको छ होइन। त्यसमाथि हेर्नुहोस् त यस्तो दामी खालको ठ्याक्क कोबे सिटी ठ्याक्कै देखिन्छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ है, कोबेको सिटी हो यो। कोबे सिटी देखिने माथि टपमा आएको छ। आज म होइन यस्तो यो वन जङ्गल के होइन धेरै भए यो कोठामा गुम्सेर बसेको होइन। यसो जापानको वन जङ्गलहरूतिर घुमाउन त भनेर ट्रेकिङ जस्तो होइन हाइकिङ जस्तो आएको बबल ठाउँहरू रहेछ क्या होइन। घुम्नुपर्छ, बबल ठाउँहरू छ। यदि तपाईँहरू पनि यदि भिडियोलाई हेर्न चाहनुहुन्छ भने, मन पराउनुहुन्छ भने एक सब्सक्राइब अनि लाइक गरिदिनु होला। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला होइन। सकेसम्म मैले यहाँको दामी भिडियोहरू खिचेर तपाईँहरूलाई होइन देखाउने कोसिस गर्छु। हेर्न सक्नुहुन्छ होइन। प्रकृतिमा रमाउने मान्छेहरूलाई त बबालै दामी छ है ठाउँहरू। यस्तो बबाल छ कि ल हेर्नुहोस् होइन। जस्तो सेम नेपाल छ सेम त्यस्तै छ क्या है यहाँ पनि। मलाई चाहिँ सेम नेपालको अनुभूति दिलायो होइन। बबाल छ ठाउँहरू। यदि तपाईँहरू कोही कसै अब जापानको यो कोबे सिटीमा होइन बस्नुहुन्छ भने यो के भन्छ सिन्कोबे एकीबाट अलिकति भित्र छिरेर आउने यो नुनोबिकी फल्स भन्छ होइन, त्यतातिरको यो जङ्गल साइडमा आउने हो भने बबाल छ है ठाउँ चाहिँ बबाल छ। हेर्न सक्नुहुन्छ, हेर्नुहोस् त बबाल छ क्या। म चाहिँ तपाईँहरूलाई ट्रेकिङ गर्न चाहनुहुन्छ भने यतातिर घुम्न आउनुहोस्। म चाहिँ तपाईँहरूलाई यही रिकमेन्डेसन गर्न चाहन्छु है। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्दै गर्नु होला। प्लिज एक सब्सक्राइब चाहिँ हानिदिनु। हेलो साथीहरू, ल हेर्नुहोस् त मेरो पछाडि यो बबाल भ्यू छ क्या ल हेर्नुहोस् त। यस्तो बबाल भ्यू देखिन्छ है। यहाँभन्दा अरू स्वर्ग कता जानु पर्यो त भनेको क्या। त्यही भएर होइन तपाईँहरू सबैलाई म रिकमेन्डेसन गर्छु। यो चाहिँ के भन्छ भने यो ठाउँलाई चाहिँ नुनोबिकी नो ताकी भन्छ, नुनोबिकी फल्स भन्छ होइन। ताकि कुनै पनि साथीहरू यदि कोबेको सिटीमा बस्नुहुन्छ भने सिन्कोबे स्टेसनको भित्रमा छिर्नुहोस् होइन। अनि एक तलामा झरेर
यता देउरेतिर मोडिएर आउने हो भने यो जङ्गलको साइडमा होइन, यो बबाल ठाउँ छ होइन, बबाल ठाउँ। तपाईँहरू यहाँ आउन सक्नुहुन्छ होइन। हेर्नुहोस् त, यो मेरो पछाडिको यो ब्याक पृष्ठभूमिमा देखिएको यो कोबेको यो सिन हो साथीहरू होइन। म तपाईँहरूलाई अगाडिबाट जुम गरेर पनि देखाउँछु। बबाल छ हेर्नुहोस् त। त्यसको ठ्याक्कै नजिक पट्टा फेरि यो रोपवे छ होइन, के अरे गान्डोला छ। यहाँ पनि चढेर मनोरञ्जन गर्न सक्नुहुन्छ। जापान टोकियो मैले चिठी पठाकै थिएँ नि कता रोकियो। जङ्गलको बिचमा छ साथीहरू। तपाईँहरूले देख्नुभएको छ यो पृष्ठभूमिमा होइन, पछाडिपट्टि यो मजाको देखिएको होइन, बवाल छ है। यस्तो ठाउँ घुम्न नआए कहिले घुम्न आउने त? ल भन्नुहोस् त, बवाल छ है। म चाहिँ अहिले यो जङ्गलको बिचमा छु होइन। यहाँ केही पनि छैन क्या, सुनसान छ होइन। म अलिकति उता अगाडि जान्छु, त्यहाँ टक्क एउटा उस छ, के अरे मन्दिर छ, मन्दिर देखाउने कोसिस गर्छु ल। अब जो कोही पनि साथीहरू अब प्रकृति लभर, नेचर लभर हुनुहुन्छ भने, जुन अब प्रकृतिसँग होइन वन जङ्गलमा खेलेर ट्रेकिङहरू, हाइकिङहरू गर्न रुचाउने मान्छेहरूलाई मेरो भिडियो खास हुनसक्छ साथीहरू। त्यही भएर यदि हजुरहरू नेचर लभर हुनुहुन्छ भने प्लिज मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। हेर्नुहोस् त, यति राम्रो यो जङ्गलको बिचमा टक्क काठले कुडिएको यो मन्दिर छ होइन। यहाँ अब त्यति साह्रो मान्छेहरू त आएको छैन, तैपनि घुम्नलाई फ्याट्टाफुट्ट मान्छेहरू आएको छ। हेर्न सक्नुहुन्छ यो प्रकृतिसँग टक्क यो वन जङ्गलको बिचमा सुनसान वातावरणमा होइन यस्तो मन्दिरहरू देख्दाखेरि जो कोहीलाई मन लोभिएको हुन्छ।
साथीहरू, मान्छे मरिसकेपछि कहाँ जान्छ, के हुन्छ भन्ने कुरो कसैलाई थाहा हुँदैन। त्यही भएर आफू नमरी स्वर्ग देखिँदैन भन्ने यो एउटा बुढापाकाको उखान पनि छ। र आज म तपाईँहरूलाई जापानको यो मसान घाट हो साथीहरू। यो चाहिँ मान्छे मरिसकेपछि जापानमा होइन धनीमानी मान्छेहरूले चाहिँ यसरी आफ्नो घर परिवारको लासहरूलाई यसरी टक्क सजाएर विभिन्न मूर्तिहरू राखेर यसरी एकदमै भिआइपी तरिकाले राख्ने गर्दछ। र साथीहरू, मान्छे मरिसकेपछि पनि होइन ऊ चाहिँ एउटा प्रकृतिसँग रमाएर होइन राम्रो वातावरणमा ऊ बाँच्न चाहन्छ अरे के उसको मन होइन। त्यही भएर त होला नि होइन यति राम्रो वातावरणमा यति राम्रो प्रकृतिको यो बिचमा ट्याक्क मसान घाट होइन ट्याक्क यो यसरी राखिएको छ। र साथीहरू, झुक्किएर पनि यो राति नहिँड्नु होला। यहाँ चाहिँ राति चाहिँ डराउन दिन्छ है। जापानिजहरूलाई पनि मैले धेरै सोधेँ, नेपालतिर त धेरै डराउन दिन्छ, तर जापानतिर के कसो छ भन्दाखेरि जापानमा पनि यस्तो मसान घाटहरूमा भूतहरू चाहिँ हुन्छ भन्ने उनीहरूको एउटा रीतिरिवाज छ साथीहरू। त्यही भएर जोगिनुपर्छ। हेर्नुहोस् न, यहाँ यो मन्दिर छ होइन। यो मन्दिरमा यो कुदेको तरिका होइन, यो कति वर्ष पुरानो काठ हो क्या होइन। यो काठ चाहिँ कहिले पनि खिया लाग्दैन क्या। हेर्नुहोस् त कसरी कुदेर हालेछ यो होइन। ल हेर्नुहोस् त यहाँको यो कला शैली होइन। हुन त नेपालमा पनि होइन छैन भन्न सकिन्न। नेपालको पनि त बहुत छ होइन कुद्ने शैली। तर यहाँको पनि है यो चाइना जापान कोरियातिरको यो कुद्ने शैली हुन्छ नि, यो बहुतै दामी हुन्छ क्या। यो हेर्नुहोस् साथीहरू होइन, यो बहुत घमाइलो दिनमा यो राम्रो रङ्गीचङ्गी फुलहरू निलो आकाशमा टक्क होइन यो चराचुरुङ्गीको आवाजसँगै कति रमाइलो छ। अनि एउटा कुरा के भने नि साथीहरू होइन, यो नेपालीहरू भन्दा पनि धेरै चाहिँ यो जापानिजहरू भगवानप्रति आस्था राख्ने मैले देखेँ के। यिनीहरूको पनि उही नेपालीको जस्तै हो क्या होइन। नेपालमा पनि अब चिलाउनेको बुटो अनि कडुसको बुटो होइन जहाँ भेटे पनि अब थान मन्दिर हो कि होइन त्यो मात्रै देखिन्छ। यहाँ पनि त्यस्तै हो क्या साथीहरू होइन। यहाँ पनि पहिल्यै पछि तपाईँहरूको अब मन्दिर अब त्यस्तै होइन देवी देवताहरूको थानहरू के भन्छ पितृहरू मान्ने यस्तो कार्यचलनहरू पाला पुर्खादेखि चलिआएको ठाउँ हो होइन। त्यही भएर यिनीहरूले पनि बेसरी मान्छ होइन। हेर्न सक्नुहुन्छ पहिल्यै पछिकै जता हिँडे पनि मन्दिर र थान भनेको त कतै पनि चाहिँ यो मन्दिर हो होइन। यो माथि देखिएको पनि त्यस अब जापानमा चाहिँ अब के भन्छ अब प्रार्थना गर्ने होइन माग्ने भगवानलाई अब माग्ने त्यो शैली चाहिँ त्यो डोरो तानेर ट्याङ ट्याङ घन्टी बजाएर चाहिँ माग्छ के अरे होइन। म चाहिँ अब त्यहाँ गइनँ, त्यस यहीँ बाहिरबाट रक्षा गरौँ हामी सबैको होइन। अब यो मन्दिरको नाम चाहिँ मलाई थाहा भएन, तर जस रमाइलो छ होइन। जङ्गलको बिचमा सुनसान वातावरणमा होइन यो चराचुरुङ्गीको त्यार तुतुरो आवाजमा एकदम रमाइलो छ के। जस प्रकृति लभरहरूलाई नेचर लभरहरूलाई घुम्न आउन चाहिँ मैले यहाँ एकदमै रिकमेन्डेसन गर्छु होइन। यो ठाउँहरू चाहिँ बबाल दामी छ। म पनि अब जस प्रकृति लभर भनौँ न नेचर लभर मान्छे, त्यही भएर म यो घुम्न ट्रेकिङ गर्न हाइकिङ गर्न चाहिँ बेसरी मन पराउँछु। त्यही भएर साथीहरू सबैलाई होइन आग्रह गर्न चाहन्छु यस्तो दामी दामी ठाउँहरूमा होइन यस्तो ठाउँहरू छ जस घुम्न चाहिँ आउनु होला अवश्य होइन। यो चाहिँ कोबेको यो नुनाबिकी फल्स जाने बाटोको बिचमा अवस्थित छ होइन।
यदि कोही कसै घुम्न जानुहुन्छ भने यदि बाटोहरू चिन्नु भएको छैन भने मलाई तल कमेन्ट गर्दा हुन्छ, म तपाईँहरूलाई लोकेसन दिन्छु है त। भिडियोलाई हेर्दै गर्नुहोला, माया गर्नुहोला अनि सब्सक्राइब पनि गर्नुहोला। धन्यवाद। यो सुनसान वातावरणमा के है एक्लै छु, ट्याक्क यहाँ बाघ भालु होइन, राति चाहिँ बबालै क्या, यहाँ चाहिँ राति चाहिँ बबाल बँदेलहरू होइन, यो कालिजहरू भालुहरू हिँड्छ क्या यो बाटोमा चाहिँ होइन। त्यही भएर अब यहाँ नेपालमा भए अब बन्दुकले ढिकिच्याउ गरेर हानिहाल्थ्यो होइन। अब तैपनि अब यहाँ चाहिँ त्यसरी हान्न पाइँदैन। जस जसरी मान्छेलाई बाँच्ने अधिकार हुन्छ, पशुपन्छीलाई पनि त्यसरी नै बाँच्ने अधिकार चाहिँ जापान सरकारले गरेको छ। र यदि नै शिकार नै गर्ने हो भने अब सरकारबाट, यहाँको सरकारहरूबाट लाइसेन्स प्राप्त गर्नुपर्ने हुन्छ होइन। बबाल छ हेर्नुहोस् त, आनन्द। यो गर्मी मौसममा ठ्याक्क यो जङ्गलमा त चिसो क्या टक्क होइन, एकदम मुटु नै चिसो भएको छ, एकदम रमाइलो छ है। मलाई चाहिँ अब विशेष गरी म चाहिँ नेचर लभर भएको कारणले गर्दाखेरि मलाई त्यो बजारहरूको घाइँघुइँ भन्दा पनि धेरै चाहिँ मलाई यो नेचरप्रति मलाई एकदमै मन रमाउने गर्छ। तपाईँहरूलाई चाहिँ के लाग्छ है तल कमेन्ट गर्नु होला। देख्न सक्नुहुन्छ है साथीहरू होइन, यहाँ चाहिँ यो सबै यो बँदेलले खने हो क्या, यो बँदेल हिँडेको बाटोहरू चाहिँ होइन, यो सबै बँदेलले खनेको बाटो हो। यहाँ चाहिँ बँदेलहरू टन्नै हुन्छ क्या, बँदेलहरू है। यो हेर्नुहोस् त, यो सब बँदेलले खने है, यो बँदेल चर्नी होइन। यहाँ यो रातभरि बँदेल हिँडेर यहाँ चाहिँ उद्धुम बनाउँछ अरे के है। म चाहिँ अब यहाँबाट यता तलतिर लाग्छु होइन। यो सब बँदेलले उधुम मच्चा आज क्या, हेर्नुहोस् त बँदेलले खनेर यस्तो छ यहाँको वातावरणहरूलाई हेर्नुहोस् है। यो चाहिँ वन जङ्गलमा हो, जस डरलाग्दो छ क्या। तपाईँहरू चाहिँ यो सिन्कोबे स्टेसन भयो होइन, यो सिन्कोबे स्टेसनको फेरि यो भित्रपट्टिबाट पस्यो भने होइन, यहाँबाट यो टनेलबाट भित्र पस्यो भने ठ्याक्कै हो त्यो जङ्गलको साइडमा चाहिँ अघि गएको ठाउँ छ होइन, त्यहाँबाट जान सक्नुहुन्छ है त। साथीहरू म चाहिँ अब आजको यो भिडियोको अन्तिम अवस्थामा आइपुगेको छु र आजको मेरो यो भिडियो हेरिदिनु भयो त्यसको लागि तपाईँहरूलाई यो अमूल्य समय छुट्याएर हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। भिडियो के कस्तो लाग्छ साथीहरू होइन, तल अवश्य लाइक अनि कमेन्ट गर्नुहोला। र तपाईँ यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर हेरिदिनु होला, ताकि पछि आउने नयाँ भिडियोहरू तपाईँको मोबाइलमा पहिले नै देखिन्छ। तसर्थ साथीहरू आजको भिडियो मैले यहीँसम्म गरेँ र फेरि अर्को नेक्स्ट भिडियोमा तपाईँहरूलाई फेरि त्योभन्दा अझै दामी भिडियोहरू ल्याउने बाचाको साथ आजको यो एपिसोडबाट तपाईँहरूकै साथी म निरज मलाई पनि बिदा दिनुहोस्। तपाईँहरूको दिन शुभ सुखद रहोस् अनि आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस् भन्दै म पनि बिदा माग्न चाहन्छु। धन्यवाद।